नमस्कार साथीहरू, देशको कुनै पनि कानुन निर्माणका निमित्त संघीय संसदमा बहस र छलफल गरेर निर्माण गर्ने गरिन्छ। वर्तमान सरकारले संसद छलेर ल्याएको अध्यादेशको आलोचना, चर्चा, टीका टिप्पणी हुने गरेको देखिन्छ। सत्ता पक्षका नेता तथा कार्यकर्ताहरू यसको बचाउतर्फ उत्रिरहेका छन् भने विपक्ष अर्थात् प्रतिपक्ष दलका कार्यकर्ता तथा नेताहरू यसको विरोधमा उत्रिरहेका छन्। यसै बीचमा जनमानसमा एउटा अन्योलता छाएको छ। आखिर के हो अध्यादेश? यो किन, कसले, कसरी जारी गर्ने गर्दछ? आउनुहोस् आजको यस भिडियोमा अध्यादेशलाई नजिकबाट गहिरिएर बुझ्ने प्रयास गरौँ र यसलाई सहज र सरल तरिकाले बुझ्नका लागि 3 भागमा विभाजन गरेर हेरौँ। नम्बर 1, अध्यादेश के हो? 2, किन र कसले जारी गर्दछ? 3, कहिलेसम्म र यसको उद्देश्यमा के असरहरू हुन्छन्? नम्बर 1, अध्यादेश भनेको के हो? अध्यादेशलाई अङ्ग्रेजीमा ओर्डिनेन्स भनिन्छ। यो ल्याटिन भाषाको ओर्डिनियर भन्ने शब्दबाट आएको, जसको अर्थ हुन्छ व्यवस्था मिलाउनु अर्थात् कानुन बनाउनु। यो एउटा अस्थायी कानुन हो जुन संसदीय दलको बैठक नबसेको बेला तत्काल रूपमा कुनै पनि कार्य सम्पादन गर्नु परेमा अध्यादेश ल्याउने गरिन्छ। नम्बर 2 मा अध्यादेश किन र कसले जारी गर्दछ? नेपालको वर्तमान संविधानको धारा 114 मा अध्यादेश सम्बन्धी व्यवस्था गरिएको छ, जसमा संघीय संसदको दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल आवश्यक परेमा आवश्यकता अनुसार मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्ने गर्दछन्। अर्थात् संघीय संसदको बैठकलाई छलेर मन्त्री परिषदले सिफारिस गरी राष्ट्रपतिद्वारा अध्यादेशहरू जारी गर्ने गरिन्छ। नम्बर 3, अध्यादेश कहिलेसम्म र यसको असरहरू के हुन्छन्? संघीय संसदको बैठक बसिसकेको 60 दिनभित्र यसको अनुमोदन गरिसक्नु पर्दछ। यदि यो उचित ठानिएमा यसलाई सामान्य कानुन सरह मान्यता दिइन्छ भने अन्यथा यसको स्वतः खारेज हुने गर्दछ। देशमा के कस्तो असर पार्दछ त? विगतको अभ्यास हेर्दै जाँदा यसले देशलाई सकारात्मक प्रभाव पारे तापनि यसको अधिक प्रयोग हुँदा लोकतान्त्रिक अभ्यासहरू हराउँदै जाने सम्भावना बढी हुन्छ। साथै संसदीय अभ्यास पनि घट्दै जाने र संसदको अस्तित्व नै हराउने सम्भावना हुन्छ। यसले पार्टीका सदस्यहरू बीचको एकतामा प्रश्न उठाउने सम्भावना सिर्जना गर्दछ। या भनौँ पार्टीका सदस्यहरू बीचमा पनि मेलमिलापको अवस्था छैन र पार्टी फुट्न सक्ने सम्भावना छ भन्ने कुरा पनि देखाउँछ। तथापि सरकारले कुनै पनि अध्यादेश देश र जनताको हितमा र विकास निर्माणका कामका निमित्त ल्याएको छ भने त्यो स्वीकार्य हुने गर्दछ। र यस विषयमा तपाईहरुको राय के छ? आफ्नो राय, सुझाव र सल्लाह कमेन्ट बक्समा लेख्न नबिर्सनुहोला।